मेरो त आँखाबाट आइसक्यो आज चाहिँ हामीसँग साउथ हल्जामै त हामी चाहिँ बाटोमा भेटेर सँगै जाने सल्लाह गरेको थियौँ सो हामी चाहिँ भेट्यौँ अनि पूर्णिमाले चाहिँ मेरो लागि स्न्याकहरू ल्याइदिएको अरे चाइनिज स्न्याक मैले चाहिँ चाइनिज स्न्याक ल्याइदिएको भन्दै जिस्काउँदै थिएँ त्यसपछि हामी चाहिँ हाँस्दै कुरा गर्दै गर्दै साउथ हल पुग्यौँ We are in South Hall. Ta-da! सानुमाया ठुली एन्ड सानुमाया इन वान फ्रेम हामी चाहिँ बिहान छिटो गएको थियौँ अनि पसलहरू सब बन्द रहेछ कि बिहानै पूर्णिमा म जन्मेको पूर्णिमाको पसल यहाँ छ तपाईँहरू आउन सक्नुहुन्छ तपाईँहरूलाई डिस्काउन्ट हुन्छ थाहा थिएन यस्तो हुन्छ भनेर दुईवटा मगाएको दुईवटा भन्दा पनि चारवटा जस्तो भयो नि त यो त फरक चाय दो पराठा वो बिग 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 आज खाएर चाहिँ हामी सुपर ड्रगमा गयौँ अनि अलिअलि मेकअपको सामानहरू किन्यौँ त्यसपछि हामी चुराहरू हेर्नु गएको ऊ हेर्दैन राम्रो जुनसुकै राम्रो है त्यसपछि हामी चाहिँ पहिला कपडा किनौँ अनि त्यसपछि त्यहीसँग म्याचिङ हुने चुराहरू किनौँ ल भनेर अनि त्यहाँबाट निक्लेर गयौँ हामी चाहिँ सातल गएर के किन्ने भन्दाखेरि चाहिँ दुइटैले खै त्यस्तो केही किन्नु छैन भनेर सोचेको थियौँ त्यसो भए नजाने भनेको होस् जाम अनि हेरौँ कस्तो हुन्छ भनेर आएको थियौँ कि अनएक्सपेक्टेडली हामी चाहिँ साडी हेर्नु थाल्यौँ त्यसपछि हामी चाहिँ साडीहरू ट्राई गर्नु थाल्यौँ यसरी साडीहरू किनेको फर्स्ट टाइम अनि आइडिया नै थिएन के किन्ने कस्तो किन्ने भनेर त्यही नै हामी ट्राई गरिरहेको थियौँ म चाहिँ यो दुईवटा साडीमा कन्फ्युज थिएँ कि कुन लिने भनेर फेरि त्यो ओरेन्ज चाहिँ पुजारी जस्तो देखिन्छ कि भन्दै थियौँ अनि त्यो अर्को कलर चाहिँ फेरि अलि अँध्यारो कलर जस्तो थियो हामीले सोचेको पनि थिएन तर हामीले चाहिँ दुईवटा साडी किन्यौँ औने हो त्यसपछि साडीको ब्लाउज चाहिँ त्यही हुँदो रहेछ अनि हामीलाई चाहिँ थाहा थिएन हामी चाहिँ छुट्टै किनेर सिलाउने होला भनेर सोचेको थियौँ अनि हामी चाहिँ त्यो ब्लाउजहरू सिलाउनु त्यही छोडिदिउँ छेउमा हामी चाहिँ कस्तो बस्छ भनेर पछि भिडियो बनाउँछु म त्यसपछि हामी फेरि चुरा किन्नु गयौँ डुलेको गरेर चुरा झुम्काहरू के चाहिन्छ त्यो सबै लिगौँ यति धेरै अप्सन थियो सबै सामानहरू किन्यौँ अनि हामी चाहिँ जेरी किन्नु गयौँ यहाँ चाहिँ यसरी ताजा बनाउँदै बेच्दै गर्दो रहेछ जेरी किनेर फेरि हामी चाहिँ पानीपुरी खानु गयौँ हामी दुईजना सँगै भयो भने चाहिँ हामी चाहिँ हाँसे भइन्छ यति धेरै हाँस्यौँ मेरो त आँखाबाट आँसु नै आएको थियो अनि हामी चाहिँ फोटो हेरेको भरमा भेलपुरी फर्स्ट टाइम ट्राई गरेको त्यसपछि हामी दुईजनालाई नै मन परेन हामी त थोरै खाएर सबै फाल्दियौँ फेरि हामी चाहिँ उखुको जुस ट्राई गर्ने भनेर गयौँ त्यहाँ चाहिँ एकदम भिड थियो अनि हामी चाहिँ वेट गर्नु परेको थियो पूर्णिमालाई चाहिँ जाडो भएर दिनभरि पूर्णिमाको हात त चिसो आइस जस्तो थियो हामी चाहिँ नरिवल पानी ट्राई गर्ने भनेको तर उखुको जुस खाएर नरिवल पानी खाँदाखेरि त केही स्वाद नआएको जस्तो भएको थियो जाडो भएर कस्तो भयो मेरो चाहिँ फोनमा चार्ज भइयो अनि मैले चाहिँ क्यामेराबाट भिडियो बनाएको हामी चाहिँ सामानहरू किनेर फेरि चिया खानु बस्यौँ त्यहाँ चाय अनि यो चाहिँ हामीले किनेको सामानहरू अघि नयाँ खानेकुरा ट्राई गरेकोले पुगेको थिएन हामीलाई चाहिँ अनि हामी चाहिँ पाउभाजी ट्राई गरेको सरी आई फरगट द नेम फेरि यो ट्राई गरेको यो पनि मन परेन हामी दुईजनालाई नै